यो यससँग च्याब्रुङ भन्दा चाहिँ च्याब्रुङको कथा रहेछ भन्ने पनि जान्दो रहेछ नानी। हजुर हजुर। च्याब्रुङको कथा होइन यो, च्याब्रुङ्गेको चाहिँ कथा हो। च्याब्रुङ्गेको चाहिँ कथा, हजुर। अनि भनेर चाहिँ बुझाउनु पर्ला होइन। अनि पछिल्लो कालमा भने अनि च्याब्रुङ चाहिँ के उसो भए च्याब्रुङको सङ्गप च्याब्रुङ चाहिँ किन त भन्नु भने चाहिँ च्याब्रुङ चाहिँ लिम्बूहरूमा चाहिँ खुसीको स्वर हो यो चाहिँ। उनीहरूको यो यो के भन्छ सांस्कृतिक बिम्बको रूपमा चाहिँ यसलाई प्रयोग गरेका छौँ फिल्ममा। अनि यो च्याब्रुङ कसरी भन्छ, च्याब्रुङ के हो भनेर हामीले बनाएको चाहिँ होइन नि त होइन। हजुर हजुर। मलाई त्यही सोद्धाखेरि के भन्ने हुन्छ। अनि च्याब्रुङ चाहिँ हामीले राम्ररी चिनाएको छौँ फिल्ममा पनि, जस्तो बर्दजे मार्फत होइन। च्याब्रुङ त नाच्न नजाने, लिम्बू त लिम्बू नै रुखको पहाड जस्तो हुन्छ, मेरो दिदीलाई कसरी खुसी राख्न सक्छ। यस्तो लिम्बूहरूमा चाहिँ कस्तो छ भने चाहिँ नाच्नु गाउनु जान्ने मान्छे चाहिँ लभली हुने, सबैको प्यारो हुने, त्यो चाहिँ समाजमै पनि स्थापित हुन्छ। तर दुःखको कुरा चाहिँ के थियो भने पहिला पहिला चाहिँ पाला मिठो भन्नु जान्ने, मन्दम मिठो गाउनु जान्ने, स्वर राम्रो, अनि उहाँहरू चाहिँ निकै दुःख पाउनुहुन्थ्यो। कस्तो हो भने अब मेरोमा केही अनुष्ठान भयो या कार्यक्रम हो भने चाहिँ तपाईँको मुन्दुम जान्ने मान्छे बोलाएर पर्फर्म गर्नु पर्यो। 2-3 दिन उहाँको लगातार होइन, 2-3 दिनको कार्य नै हुन्छ। 3 दिनको हाम्रो सबै 3 दिन उहाँको रोजगारी भयो। त्यहाँ के त अनि मासु भात जाँड रक्सी बाहेक अरू पाइने पनि होइन। उहाँहरूलाई पारिश्रमिक दिने कुरा पनि स्वर राम्रो भएको मान्छे चाहिँ दुखी हुन्छ भन्ने थियो अनि हाम्रोमा त्यो उनी बनाएको थियो। त्यस्तै यो च्याब्रुङ नाच्न जान्ने मान्छे पनि के हुन्छ भने सबैको बिहेबारीमा बोलाउँछ, जानु पर्यो, नाच्नु पर्यो होइन। अनि घरको काम त्यस्तै हो, घरको काम बिति जान्छ, घरमा आयो घरको दुःख हुन्छ, त्यो भएर दुःखको मान्थ्यो क्या, यो दुःखको काम हो। तर त्यो मान्छे चाहिँ फेरि गाउँभरिमा सबभन्दा प्रिय मान्छे बन्थ्यो।